देखिन्छ उता देखिन्छ उनीहरूलाई देखाउनु पऱ्यो नि त फोटो नि ट्याप ट्याप सिधै मार्क्समा कति पछि ट्याटोहरू कस्तो दिए जस्तो भएको होइन फेसमा त दुख्छ यार त्यो टाइममा त मजाले हानेको थियो होइन त्यति बेला छुट्टै प्यासहरू थियो अहिले अर्कै भइसक्यो किसो दिने हो मजाले निन्द्रा लाग्न खोजे जस्तो भन्छ कस्तो भने ट्याटो हाल्ने बेला जहिले निन्द्रा यति हालेर छोडिदिने क्या निन्द्रा लागेर बस्नु जान्छु लास्ट टाइममा त्यस्तो भएको भयो सक्यो त्यो त भर्खर रेखा मात्र बनाएर सघाउनु परेको छिटो त्यसलाई पुरानोलाई के गर्ने पुरानो ए दुईतिर यस्तो नि भइसक्यो भइसक्यो त्यस्तै त्यस्तै हो पुरानोलाई त छुनु पर्दैन त्यसलाई अब उयो मात्रै गर्ने क्लियर गर्नु पऱ्यो नि यसको मिनिङ भनेको चाहिँ यस्तो नौ यस्तोहरूलाई यस्तो चिजहरू यस्तो खालको लाइक यस्तो खालको थटहरू चाहिँ बन्द गर्नुपर्छ चाहिँ यस्तो सुसाइडल चिजहरू चाहिँ बन्द गर्नुपर्छ कुनै बेला आउँछ तर होइन टाइप्सको त्यो रियालिटीमा त्यसले कहिले पनि राम्रो गर्दैन क्या होइन अनि जहिले पनि भन्दा फेरि पिस ग्याङ यस पिस ग्याङ Okay, gang, everyone. Cristiano. Okay, सबैजनालाई टेक केयर है अरूहरू पनि छ गर्नुपर्ने गर्छु बिस्तारै हुँदैछ कसको फर्स्टमा त बबल 100 पुगेछ त ओके टेक केयर यता साथीभाइहरू सबजना नारे नरबहादुर गुरुङ काजी पिजी आकाश दाइ दाइ के भनिदिनु दाइ
जस दुबईमा जस आइयो होइन अनि सब दाजुभाइहरूलाई भेट्न पायो मजा पनि आयो खुसी पनि लाग्यो दाइहरूलाई देखेर फेरि एकचोटि अनि प्लस भोलि हाम्रो इभेन्ट पनि छ त्यसको लागि प्लानिङ पनि भइरहेछ अनि सबै थोक एकदमै गोइङ वेल बवाल भइरहेछ एकदमै मजा पनि आइरहेछ खुसी पनि लागिरहेछ एकदम दामी हुन्छ भोलि इभेन्ट छ क्लबको नाम के हो सर हाम्रो यसो के यसो बयान गर्ने कि हाम्रो अब भोलि SK7 मा ट्याग आउनु पर्यो सबैजना हाम्रो चुलो निम्तो सबलाई चिलो दिन्छ त्यही माथि रेस्टुरेन्ट रहेछ होइन खानासाना भएको छ चिकन मटन के खाने मैले भर्खरै लगानी हालेको छु त्यही भएर निस्केको ओके दुबईमा जस हाम्रो आज फर्स्ट डे इन दुबई अनि बालच दाईको ट्याटु हाउसमा हामीहरू सबजना यहाँनिर अनि बिग सर्स टु बालच दाई अब यो भन्नु पनि भनिदिइहालेँ केही छैन अनि म एकदमै याद पनि गरिरहेको छु मेरो यहाँनिर अब जस सबैजनालाई भेटघाट त भयो तर अझै अब होइन यादहरू आउँछ नि त ए ल बस है बिग बस म यहाँ भित्र काम गरिरहेको थिएँ yes okay thank you for watching everyone टेक केयर है त न्यू एल्बम ड्रपिङ सुन न्यू एल्बम झर्दैछ छिट्टै बवाल हुँदैछ म 2 दिनको लागि मात्रै यता दुबई आएको छु त्यसपछि ब्याक टु स्टुडियो अनि त्यसपछि बवाल हुन्छ एल्बम यो 2 महिना यस्तो जति लाग्छ होला खै थाहा छैन तर न्यू एल्बम ड्रपिङ सुन अनि एकदमै नयाँ एक्सपेरिमेन्टल चिजहरू भएर त्यसमा त्यही हो अनाउन्समेन्ट अनि अरू खबर त्यही हो ग्याङ एकदमै मजा भएर छ यहाँनिर दुबईमा भोलि इभेन्ट छ सो सी एभ्री वान बात